भन्दा विश्वास नलाग्ला तर यस्ता गेमहरू एन्ड्रोइडको सिस्टम र तपाईको वासिङ मेसिन सबै एउटै भाषाको प्रयोग गर्छन्। त्यसैगरी लिनक्स र विन्डोज जस्ता अपरेटिङ सिस्टम अनि अर्डिनोमा पनि यही भाषाको प्रयोग गरिन्छ। यो भाषाको नाम हो सी प्रोग्रामिङ। सी प्रोग्रामिङले आजको डिजिटल संसार बनाएको हो भन्दा फरक नपर्ला। त्यसैले आजदेखि हामी यही सी प्रोग्रामिङको जर्नी सुरुवात गर्नेछौँ। यो एउटा इन्ट्रोडक्टरी भिडियो भएको कारणले यो भिडियोमा सी प्रोग्रामिङको हिस्टोरी, रियल वर्ल्ड एप्लिकेसन्स अनि वाइ सी प्रोग्रामिङ भन्ने विषयमा कुरा गर्नेछौँ। सो गाइज, वेलकम टु डिबगिङ इन्जिनियरिङ। लेट्स गेट स्टार्टेड। सन् 1970 को दशकमा कम्प्युटर धेरै महँगो, ठुलो र जटिल हुन्थे। त्यसबेला एसेम्ब्ली ल्याङ्ग्वेज मात्र चल्थ्यो जुन हार्डवेयर स्पेसिफिक र कठिन हुन्थ्यो। त्यसैले एउटा यस्तो भाषा बनाउने सोच आयो जुन एसेम्ब्ली जत्तिकै छिटो होस् तर लेख्न सजिलो होस्। त्यसका निमित्त सी प्रोग्रामिङ ल्याङ्ग्वेजको जन्म सन् 1972 मा भयो। यसलाई डेनिस रिट्चीले बेल ल्याब्समा विकास गरेका थिए। सुरुमा सी सामान्य कामका लागि प्रयोग गरिन्थ्यो भने पछि अपरेटिङ सिस्टम, इम्बेडेड सिस्टमहरू डिजाइन गर्न प्रयोग गरिन थाल्यो। त्यसबेलाको युनिक्स अपरेटिङ सिस्टम पनि सीमा नै लेखिएको थियो। सन् 1989 मा सी को पहिलो अफिसियल भर्जन आयो, ANSIC भनेर, अमेरिकन नेसनल स्ट्यान्डर्ड इन्स्टिट्युट। पछि ISLO पनि सी प्रोग्रामिङलाई स्ट्यान्डर्डाइज गर्दै गयो। आजको युगमा पाइथन, जावा, गो जस्ता भाषा आए पनि सी यी मुख्य कुराहरूले गर्दा महत्त्वपूर्ण छ। नम्बर 1, फास्ट एन्ड इफिसियन्ट। सामान्य हिसाबमा सबै प्रोग्रामिङ ल्याङ्ग्वेजहरूले एउटै समयमा रिजल्ट दिन्छन् भने ठुला क्यालकुलेसन्समा सीले अरू भाषालाई कहाँ हो कहाँ पछि छोड्छ। सी प्रोग्रामिङ हार्डवेयर नजिकै रहेर अनि मेमोरीसँग डाइरेक्ट इन्टरेक्ट गरेर काम गर्ने भएकाले यो अरू भाषाको तुलनामा धेरै फास्ट हुन्छ। नम्बर 2, पोर्टेबल, अर्थात् जुनै कुनै प्लेटफर्ममा पनि चल्न सक्ने। तपाईले लेखेको सोर्स कोड रास्पबेरी पाई, विन्डोज, अर्डिनो वा लिनक्स जुनै कुनै प्लेटफर्ममा पनि अपरेट गर्न सक्छ। नम्बर 3, स्ट्रक्चर्ड ल्याङ्ग्वेज। सीले तपाईलाई कम्प्लेक्स सिस्टमलाई सासाना टुक्रामा बाँडेर सजिलो बनाउने तरिका दिन्छ, जुन राम्रो डिजाइनको आधार पनि हो। उदाहरणका लागि, तपाई एउटा एटिएम सफ्टवेयर बनाउन खोज्दै हुनुहुन्छ भने त्यसमा कार्ड भेरिफिकेसन गर्ने फङ्सन, ब्यालेन्स चेक गर्ने फङ्सन, क्यास विथड्र गर्ने फङ्सन हुन्छन्। यी सबैलाई अलग अलग फङ्सन वा मोड्युलमा राखेर स्ट्रक्चर्ड रूपमा डिजाइन गर्न सकिन्छ। नम्बर 4, फाउन्डेसन ल्याङ्ग्वेज। सीलाई मदर अफ प्रोग्रामिङ ल्याङ्ग्वेजेस पनि भनेर भन्ने गरिन्छ। अरू धेरै हाई लेभल प्रोग्रामिङ ल्याङ्ग्वेजहरू सीलाई रिफरेन्स मानेर बनाइएका हुन्छन्। तिनीहरूको सिन्ट्याक्स, स्ट्रक्चर, धेरै कुराहरू मिल्दोजुल्दो देखिन्छ। त्यसैले सी प्रोग्रामिङ सिक्यो भने अरू जुनै प्रोग्रामिङ सिक्न तपाईहरूलाई समय लाग्दैन। त्यसैले सी प्रोग्रामिङलाई आफ्नो पहिलो प्रोग्रामिङ ल्याङ्ग्वेज बनाउँदा फरक नपर्ला। तपाईहरू चाहनुहुन्छ भने सी प्रोग्रामिङ सिकिसकेपछि तपाईहरूको फ्युचर गेम डेभलपमेन्ट, इम्बेडेड सिस्टम डेभलपमेन्ट, अपरेटिङ सिस्टम डेभलपमेन्ट, हाई लेभल एन्ड लो लेभल सिस्टम डिजाइन आदितिर जान सक्छन्। सी प्रोग्रामिङ मजाले सिक्न चाहनुहुन्छ अनि सी प्रोग्रामिङमा प्रोजेक्ट पनि गर्न चाहनुहुन्छ भने हामीसँग यो सिरिजमा जोडिएर तपाईहरूले लाभ लिन सक्नुहुनेछ। सो गाइज, लेट्स स्टार्ट लर्निङ जर्नी विथ डिबगिङ इन्जिनियरिङ। धन्यवाद।